नेपालमा कतिपयले राजालाई आजभोलि देखिनु भएको छ मिडियामा राजाको विषयमा खूब ठुलो चर्काचर्की गर्छन्, कतिपयले राजालाई खूब ठुलो गाली पनि गर्छन्। तर ती राजाले कहिले पनि नेताहरूलाई गाली गरे मैले सुनिन। ती राजाले कहिले पनि कसैलाई नराम्रो भनेको मैले सुनिन। ती राजालाई कतिपयले दाई मारा भनेर आरोप लाउँछन्। यदि दाई मारेको भए राजालाई उहिले जेल हालिसक्थे यी नेताहरूले। उनको त्यो गल्ती कहिले भएन। विदेशी शक्तिले भारतको CIA लगायत यस्ता एजेन्टहरूले भन्नु पर्दाखेरि भारतको कांग्रेस ISS सोनिया गान्धीको डिजाइन थियो। यो म पक्का रूपले भन्न सक्छु। नेपालको राज संस्था सिद्ध्याएर नेपाललाई नै भारतले कुदृष्टि रूपले एउटा कब्जा गर्ने सोच थियो हिजो सोनिया गान्धीको प्रधानमन्त्री हुँदाखेरि भारतमा। आज त्यो अनुरूप याद गर्नुहोस्, एकचोटि नेपालमा जब राजीव गान्धी र सोनिया गान्धी आएका थिए पशुपतिनाथको दर्शन गर्न, हाम्रो बडा महारानी ऐश्वर्या राज्य लक्ष्मीले वीरेन्द्र सरकारको श्रीमती महारानीले के गर्नुभयो भने उनलाई क्रिश्चियन भएको कारणले गर्दा श्रीमानलाई मन्दिरभित्र जानुभयो पशुपतिनाथमा। तर ऐश्वर्या महारानी अध्यक्ष हुनुहुन्थ्यो पशुपति विकास कोषको, उहाँले जान दिनु भएन सोनिया गान्धीलाई विदेशी धर्मको भनेर। त्यही रिसले गर्दा ऐश्वर्या रानीको मलाई टाउको चाहिन्छ भन्ने सोनिया गान्धीको त्यो वचन तिनीहरूले दरबार हत्याकाण्ड गरेर पुरा गरे। अनि एउटा दाजुभाइको परिवारलाई चाहिँ केही नगरे जस्तो गरेर भोलि आरोप यिनीहरूलाई नै खनिन्छ भन्ने यस्तो खालको ट्रिक, यस्तो खालको तरिका मिलाएर हाम्रो नेपालको प्राचीन इतिहास, हाम्रो परम्परा, हाम्रो धर्म, नेपालको राज संस्था मास्ने काम भयो। त्यसैले गर्दा म अनुरोध गर्छु, यहाँ मैले कसैलाई राजा ल्याउनु पर्छ देशमा भनेर भने पनि होइन, तर राजालाई अभिभावक बनाएर तिमीहरू नेताहरूले देश चलाऊ। यो नेपालमा 5-5 वर्षमा राष्ट्रपति कतिवटा चेन्ज गर्छौ तिमीहरू, कतिवटा जिल्लामा राख्छौ भोलि राष्ट्रपति, पूर्व राष्ट्रपतिहरू कहाँ थुपार्छौ तिमीहरू। त्यसैले देशले धान्न नसक्ने कुरालाई तिमीहरू जिद्दी नगर। नेताहरूलाई हामी यही चेतावनी गर्छौँ अब काठमाडौँ गएर कि नेपालमा राजा, नेता, जनता मिलेर यो देशमा शान्ति ल्याऊ, देशको विकास गर। आज नेपालमा एउटा CEO पनि बन्दैन। लाजमर्दो कुरो, एउटा CEO बनाउने मेसिन फ्याक्ट्री खुलेको थियो, त्यो CEO को पाल बनाउन नसकेर हात उठाएर भारतलाई जिम्मा दियो नेपालले। एउटा CEO बन्दैन नेपालमा। हिजो कल कारखाना थियो, टायर, जुत्ता, जनकपुर चुरोट कारखाना, जुट मिलबाट हाम्रो सामानहरू विदेशमा जान्थ्यो। नेपाल धनी थियो, तर आज नेपाललाई कंगाल बनाए। हाम्रा दिदीबहिनी दाजुभाइहरू छोराछोरीहरू पढिसकेपछि 11-12 क्लास पढेपछि के छ अब लक्ष्य भन्यो भने अब हामी अस्ट्रेलिया जाने, अब हामी अमेरिका जाने, अब हामी क्यानाडा जाने। कोही पनि आमा बुवाको छोराछोरीहरू आज देशमा छैनन्, सबै बाहिर अमेरिका र अस्ट्रेलिया र क्यानाडा पुगेका छन्। किन भन्दा देशमा गरेर खाने बाटो छैन, देशमा आज केही पनि उद्योग छैन, केही पनि आय स्रोत छैन। नेताहरू हाम्रा दाजुभाइ छोराहरूलाई विदेश पठाएको त्यो रेमिटेन्स पैसा खाएर, घुस खाएर देश चलाइरहेका छन्। भन्छन् नेपालमा धर्म आउनु हुँदैन रे। पहिला पहिला त मान्छेलाई धर्मसँग डर हुन्थ्यो, धर्मलाई मानेर राज्य सम्हाल्थे। तर आज देशमा धर्म छाडा भए सबै नेताहरू दिनभरि राजनीति गर्ने, बेलुका भएपछि जाँड खाएर अनि तरुणीहरूसँग घुम्ने